नमस्कार, टक बहादुरमा यहाँहरूलाई स्वागत छ। आइफोन 12 प्रो 117.78 जिबी 128 जिबीमा हामी त्यो 128 जिबी मेमोरी फुल नहुन्जेल गफ गर्नेछौँ। र आज मसँग छ भर्खरै एसी सकिएर ऱ्याप हान्न थालेको इफ यु नो यु नो निश्चल भाइ, के छ हाल खबर? एकदम ठिक छ। नमस्ते चाहिँ कसलाई गरेको? हजुर बाउलाई चाहिँ नमस्ते गर्दैछ अहिले। नमस्ते चाहिँ कसलाई गरेको तैँले? मैले नमस्कार जनतालाई गरेको। मैले एकदम को जनता? जनता महानुभावहरू जसले हामीलाई हेरिराख्नु भएको छ उहाँलाई गरेको। को महानुभाव? क्यामेरा अन भएपछि फेक भएको होस् त? महानुभाव सानुभाव केही होइन, फेक किन हुनु? क्यामेरा कन्सियस, क्यामेराको डरले गर्दाखेरि हो तँलाई यस्तो भएको भाइ। होइन ओहो, हुँदै होइन यस्तो कुराले हो। त्यस पछाडि एसी सक्यो, एकदम सक्यो। एसी सकिसकेपछि पनि अझै बाउलाई बाइक किन्न लाएको छैनस्। यतिखेरसम्म यो किन सहेर बसिरहेछस्? होइन लाएको छुइनँ भन्दा नि नकिनिदिएको भनौँ न एक हिसाबले। किन? ट्यापे हुन्छन् नि त बाइक चढेपछि। बाइक चढेपछि मान्छे ट्यापे हुन्छन्। अनि ऱ्याप हान्दा के हुन्छ? त्यस्तो अब हानिँदैन नि त। हामी अलि त्यो एकदम सञ्चाल प्रेमी हो, यस्तो नराम्रो खालको हानिँदैन नि त। कस्तो सञ्चाल प्रेमी भनेको के हो? सञ्चाल प्रेमी भनेको सोशल मिडिया लभर भन्छ। सोशल मिडिया लभर हो तिमी? एकदम स्पिट्स भिल्ला लभर पनि हो? होइन, स्पिट्स भिल्लाको आज कतिौं एपिसोड आउँदैछ? 48 हो कि 49 हो? मैले हेर्दासम्म 31 एपिसोडमै सकिन्छ। अहिले किन यसरी सिजन लामो हुन थाल्यो? अहिले अलि हाइप बढाएको छ नि त। अहिले झगडा हुन थाल्यो। होइन अहिले एक भिडियोमा 2 दिनमै मिलियन भ्यू हानिदिन्छ क्या। त्यस्तो स्पिट्स भिल्लामा अनि त्यस्तो खतरा झगडा गर्छन्। मजा आउँछ नि। जनता जान्न चाहन्छन् भन्दा धेरै स्पिट्स भिल्लामा झगडा हुन थाल्यो। ल कस्तो मजा आउँछ स्पिट्स भिल्ला। रोडिज झन् काम चिलो नि त फेरि रोडिज यस्तो मजा आउँछ भनेपछि बिग बोसलाई पनि रोडिज र स्पिट्स भिल्लाले कभर हान्दैन। बिग बस त हेरेको छैन। बिग बस त म त्यस्तो हेर्दिन। बिग बस हो तिमी बिग बस प्लेग्राउन्ड चाहिँ हेरेको छु फेरि। प्लेग्राउन्ड चाहिँ हेरेको। तिमी यस्तो क्या, तिमी सस्ता कुराको पनि सस्ता पनि होइन क्या, सस्ता कुरा मध्येको पनि फ्री कुरा हेर्छौ क्या। होइन प्लेग्राउन्ड हेरेको छु त्यो उसमा जियो हटस्टारमा। कुरा जियो हटस्टारमा, जियो हटस्टारको सब्सक्रिप्सन लिएर भन्नु होइन, ह्याप्पी मुडबाट के हो ह्याप्पी मुड? त्यो हुन्छ नि त सब्सक्रिप्सन फ्रीमा दिँदो रहेछ। एपिके प्युर भन्ने थियो अनि त्यही भएर हो। भनेपछि तिमीले त्यसरी हेर्यौ? हेरे। ल ठिक छ। तिम्रो कन्टेन्ट कन्ज्युम्सन भनेको अहिले भनेपछि एसीको ग्यापमा स्पिट्स भिल्ला, रोडिज, नेपाल सरकारले ब्रिज कोर्स बन्द गरिदिएको फाइदा मजा आउँछ। मजा आइछ। नत्र अहिले जानु पर्यो पढ्नलाई। ठिक छ अहिले। अनि यो फेरि रोडिज स्पिट्स भिल्ला हेर्नेहरूको त अझ स्पिट्स भिल्ला भन्दा पनि रोडिज धेरै हेर्नेको चाहिँ के हुन्छ भने सपना लाउरे बन्ने हुन्छ। तिम्रो पनि लाउरे बन्ने नै हो सपना? लाउरे बन्ने होइन, लेफ्टिनेन्ट हो मेरो चाहिँ फेरि एकैचोटि हाइपमा। लेफ्टिनेन्टको स्पेलिङ भन्छ LEFTINENT। 10 क्लास कसरी पास गरिस् तैँले? लेफ्टिनेन्ट होइन क्या, त्यो जर्नल गर्ने नै हान्दिन्छ। बरु कम्तीमा बाउ बाजेले भने जस्तो लप्टनै भनेको हो क्या। मिल नमिले पनि त हुन्छ नि त। नेपालीमा यस्तो लप्टन भन्छ नै भन्ने हुन्थ्यो। लेफ्टिनेन्ट त्यो लेफ्टिनेन्टै भन्ने हो क्या। लेफ्टिनेन्ट हो। प्रिबोर्डमा म्याथमा कति आएको थियो? प्रिबोर्डमा म्याथमा प्रिबोर्डमा मेरो आइरहेको होला 50 मा 10 कम गरेर 40 आएको थियो। 40 कतिमा? 100 मा? होइन 75 मा। त्यही सरसँग ट्युसन पढेर? होइन, त्यही सरले क्वेसन आउट गर्दा पनि? होइन त्यो सरसँग पढेकै होइन। म साइन्स टिचरसँग पढेको। क्वेसन आउट हुँदैन हाम्रो स्कुल। सोझो स्कुल पढ्यो त्यस्तो क्वेसन आउट हुँदैन। भेरी गुड, भेरी गुड, भेरी गुड। अब काठमाडौँमा +2 पढ्न आएको कुन कलेज पढ्ने रे? म सैनिक हान्नु पर्ला जस्तो छ नि त। लेफ्टिनेन्ट भन्ने हो।
सैनिक थिगुरै नि त लेफ्टिनेन्टलाई। सैनिक बन्न त तिमी सक्छौ पुसअप कति गर्छौ रे? हानिहाल्छु नि 5-6 त। हेभिङ नि हान्छु क्या कस्तो कुराहरू। 5-6 पुसअप हानेर चाहिँ पब्जीमा पनि आर्मी बन्दैनौ तिमी। रियल आर्मी त कुरा छोडिदेऊ। 5-6 पुसअपले चाहिँ पब्जीमा पनि बन्ने तिम्रो छाँटकाट छैन। अरूले बन्दुकले गोली हानेर छाती दुलो पार्छन्, तिमी खुट्टाले मोजा दुलो पारेर बसेको छौ। होइन त्यो घिसेर हो क्या त्यो, घिसेर हो जुत्ताले गर्दाखेरि हो त्यो। अलिक क्रान्तिमा हिँड्ने मान्छेको यस्तै त हुन्छ नि खुट्टा भनेको। अब लेफ्टिनेन्ट बन्नु छ अनि तिमी क्रान्तिमा हिँड्ने मान्छे हौ। क्रान्तिको लागि क्रान्ति भनेको के होला? क्रान्तिमा हिँड्ने भनेको क्रान्ति भनेको के हो? क्रान्ति भनेको एकदम परिवर्तनशील गति हो नि। अब यस्तो भयो कि अब मलाई नि थाहा छैन होइन पनि भन्न मिल्दैन, मात्र होइन हो क्या परिवर्तनशील त्यो हुन्छ नि मार्गमा हिँडेको मान्छे एकदम। अब हामी तिम्रो ऱ्याप जनरतिर जाउँ। ऱ्यापमा चाहिँ कहिलेबाट इन्ट्रेस्ट लाग्न थाल्यो रे तँलाई? ऱ्यापमा त मैले त जिबबको सुनेदेखि हो नि त एकदम इन्ट्रेस्टेड लाग्यो। जिबबको कुन लाइन चाहिँ सबैभन्दा खतरा लागेको? त्यो तेरो बाबु बोला आमा बोला खतरा लाग्छ त्यो लाइन त। अनि त्यो त तँलाई प्रिन्सिपलले दिने बिच स्कुलमा होइन भन्दै होइन, म एकदम स्कुलमा सजग हो, एकदमै सजग व्यक्तित्व हो नि त। सजग त्यही क्याप्टेनमा उठेको, क्याप्टेनमा भोट दिएन नि, अलिकति गाह्रो पर्छ त्यहाँ चाहिँ। थाहा भइहाल्यो नि सजग भनेको त कस्तो हुँदो रहेछ भने। सजग हो, सजग त मान्छे त म नेता हो फेरि प्रिन्सिपल सरको लागि चाहिँ फेरि एकदम। प्रिन्सिपल सरको लागि सबै नेतै हुन्। नेता भइस प्रिन्सिपल सरको। ठिक छ। मान्छे ऱ्यापमा तेरो अहिले करेन्ट फेभरेट सङ कुन हो त? बिस्तारै जिन्दगी बुझ्न थाले, कथा योद्धा। योद्धाको त अहिले मिम एडिट्सहरू नै आइरहेको थियो क्या, के अरे मतलब वाट बर्तिका इमराई साउन्ड्स टु गर्ल भनेर टक्क एडिट आइरहेको थियो क्या। होइन हो, मेरो उता हो नि त फेरि जेएमसीको हो नि त अहिले त प्राइभेट गीत हो त्यो मन पर्छ क्या त्यो। तिमी जेएमसीको पनि फ्यान हौ? अनि जेएमसी नि बेला बेला सुनिन्छ। जेएमसी स्प्लिट्सभिल्ला भनेपछि तिमी यता पोलिटिक्समा उसको होला, श्रम संस्कृतिको होइन? श्रम संस्कृतिको भन्दा नि म अहिले चाहिँ अलिकति उता जाउँ न, त्यो छन् नि के भन्छ त, नामै बिर्सिहाल्यो अहिले होइन। जे भयो नि म त्यो रासोपाको अहिले साथमा छ नि एउटा त्यो के अरे के भन्छ त्यो पश्चिमको। कुन पश्चिमको? पश्चिमको एकदम योगदानशील मान्छे क्या, बिर्सिहाले क्या नामै बिर्सिहाल्यो। रासपासँग मिल्नलाई 2 कम भएर त अनि 2 ल्याइरह थियो नि त रासपाले, के अरे नामै बिर्सिहाल्यो। महावीर पुनलाई? महावीर पुन होइन क्या भने, महावीर पुन त ऊ लेजेन्ड भइगयो नि, अर्कै छुट्टै मान्छे हो। अब जाउँ अहिले त रवि नैतिर जाउँ भन्छु म त। अहिले तिम्रो रवितिर हो? रवि नै हो। भेरी गुड चोइस। स्प्लिट्सभिल्ला, रोडिज, रवि, स्वर्णिम वाग्ले पनि, जिबब, स्वर्णिम वाग्ले। गुड। तैँले अहिले चाहिँ अब यहाँ तेरो अब सेकेन्ड ल्युटेनेन्ट त एउटा ऊ भयो होइन, करियर अप्सन भयो नि त त्यो त। तेरो प्यासन चाहिँ के प्रति छ? प्यासन चाहिँ म चाहिँ कुनलाई चाहिँ फलो गरेर लान्छु अब यो +2 ब्याचलर पछि पनि त हुन्छ नि त। प्यासन कस्तो टाइपको भन त? प्यासन भनेको कस्तो टाइपको हुन्छ? प्यासन भनेको के हो? होइन प्यासन हबी भन्ने हुन्छ, छुट्टै हुन्छ नि त। हबी भन ल मलाई बुझाइदिनु, मलाई हबी भन नि त। मलाई थाहा छैन प्यासन र हबीको डिफरेन्स। होइन हबी भन्नु पर्यो नि त, त्यो डिफरेन्स छोड्देऊ है। मलाई होइन हबी भनेको त अब यही ऱ्यापमै हो, अरू त अब त्यस्तो केही छैन। अनि यता लेफ्टिनेन्ट हो, त्यति हो। लेफ्टिनेन्ट हुन्छस् त? भुइहाल्छ नि ल, किन? 12 सक्ने बित्तिकै हुन्छ नि। कसरी? ज्यान छ, खाइएकै छ। अब त पावर पनि चल्दैन, पहिले त बाबुको पावर चल्थ्यो, अब त पावर पनि चल्दैन। होइन पावर बिनै हो नि त, म त एकदम सेल्फ इन्डिपेन्डेन्ट हो नि त फेरि। सेल्फ इन्डिपेन्डेन्ट स्प्लिट्सभिल्ला नि हेर्छ, वुमेन पनि थप
सेल्फ इन्डिपेन्डेन्ट वुमेन होइन भइसकिस्। होइन ल ठिक छ भनेपछि त्यही हो तेरो प्यासन त्यति हो। म्युजिक मतलब तँलाई कुनै मतलब ऱ्याप स्याप केही रेकर्ड गर्ने त्यस्तो कुनै एम छैन? म्युजिक अब ऱ्याप स्याप अब त्यो थियो जमानामा 9 कक्षामा हुँदाखेरि थियो, अहिले छैन त्यस्तो खासै। 9 कक्षामा हुँदा थियो थियो अहिले छैन? छैन छैन ए भनेपछि गाँजा छोडिस्? होइन म त्यस्तो मदिरापान धुम्रपान त गर्नै हुन्न भन्नेमा नै लाग्छु नि त। म त फेरि नो स्मोकिङ जोन हो हो म मान्छे नो स्मोकिङ जोन नै हो क्या। मैले हुक्का त खाएको छुइनँ अहिलेसम्म। त्यस्तो अनि कहाँ त्यस्तो माथि नजाउँ। त्यतिमै सक्यो त्यतिमै सक्यो अहिलेको लागि। करियर गोल्स त्यति हो? हो त्यति नै हो। अनि केही भन भने अब विदेश जानुपर्छ फेरि। अरू होइन अस्ट्रेलिया अमेरिका डाइरेक्ट क्या त पिटी आइएल्स दिएर। तिम्रो लागि त राजधानी विभाग पर्खिरहेको छ कहिले निश्चल आउँछ र पासपोर्ट दिउँ। एम्बेसी तयारमा छ। तिम्रो फोन आएको र? हो अनि त्यसो भने जाऊ न त उठाएर। यस्तो छन् बाउले फोन गर्यो होला नि केटालाई। अब के यस्तै हुने रहेछ करियर गोल। विदेश घरमै छु बाबा। पैसा कमाउने। ए लोकेसन सेयर हैन ठ्याक्कै ठाउँ भन्दिन न अनि को आउँछ? मोनोलग हैन मोनोलग भयो यो चाहिँ। एकैछिन ल 5 मिनेट ल म यहाँ आछि गरे अनि तपाईलाई कल गर्छु फेरि। युट्युब भ्युज 100 कटे त हुन्थ्यो तर अब निश्चल भाइ उता गइसक्यो। होइन अब जाने हैन एकछिनमा जाउँ। खोइ माइक यही छ त। माइक कहाँ? अहिले त्यहाँ अडियो सुन्दा आएको रहेछ त। म त आज अब 100 भ्युज अस्ति कहाँमा त कति त्यो मम्मी होइन बाउले त्यही पनि कट्न नदिने भयो भन्ठान। होइन कट्छ नि 100 मेरोमा 1000 भन्दा कमाउँदैन क्या। तिमी चिन्ता न म शेयर गर्छु बरु 100 जनालाई। 100 जनाले शेयर गर्यो भने यस्तो हो नि त भाइ 10 जनाले हेर्छन्। मैले त्यो रेसियो थाहा पाइसके क्या। होइन अन्साजी त ओहो युट्युब भिडियो कन्टेन्ट क्रिएटर नै होस् त नायनको। ओए फ्री फायर हाल्थे फ्री फायरको नि हाल्थे म गेमिङ हाल्थे नि। फ्री फायरको कुरा छोड्दिउँ न। नायनको त कन्टेन्ट क्रिएटर भाइन्स बनाएको। हो त पिएनपी भाइन्स। कति भ्युज गयो त्यसमा साच्चै जान चाहिँ? 2000 गएको थियो होला एउटा भिडियोमा। 2000 गयो एउटा भिडियोमा चाहिँ गयो। 2000 भनेपछि 10,000 जनालाई सेयर गरे। 10 जना 1000 जना आफ्नो फ्रेन्डलाई सेयर गरे। होइन हामीले दुईटा भिडियोमा लास्टको दुईटा भिडियोमा सेयरै गरिनौँ किनभने सेयर गरेर काम रहेन रहेछ भनेर दुईटा ग्रुपलाई पठायौँ। दुईटा ग्रुपमा एउटा स्कुल ग्रुपमा हाल्दै थियौँ। अरु त त्यस्तो खासै गरिएन। पछिबाटको त आफै भ्युज आयो। पछिबाटको जे भए नि दुईटामा 300 र 200 आइर त भ्युज त्यो कस्तो भएन त्यो क्लिक मात्र गरे तेरो त्यो साथी होइन क्या भने फर्स्टमा 1200 हैन 2000 आयो त क्या 1200 2000 त्यस्तै। अनि सेकेन्डकोमा चाहिँ हामीले शेयर गरिनौँ 300 आयो। अनि थर्डकोमा 200 आयो। अनि भिडियो बन्द गरिदिएको हामीले अलिकति त्यो फाइनान्शियलै नपुगेर। अनि फाइनान्शियल के को फाइनान्शियल हो र? भिडियो बनाउन केही पनि फाइनान्शियल चाहिँदैन कन्सेप्ट चाहियो। अनि त्यही कन्सेप्टको कमीलाई फाइनान्शियल भन्छ नि त। यस्तो नि त ल ठीक छ त्यो चाहिँ एक्सक्युज हो तेरो। ल सुन तैले खाजा नघिचिकन उहाँ फ्री फायरमा चाहिँ टपअप गर्ने खाजा खाने पैसा बचाएर अनि त्यही खाजा खाने पैसा बचाएर त्यसमा पनि त सुट हान्दा भइहाल्थ्यो। हैन 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 सुट त त्यही हो कन्सेप्टै नपुगेर हो भनौँ न अन्तिममा आएर। आशिष चञ्चलानीको चोर्दा सक्यो। होइन आशिष चञ्चलानीको त चोरिएन हामीले हिन्दीको 2-3 जनाको हेरेको मजा आएन फेरि आफ्नै बनाउनु लाग्यो। होइन आफ्नो स्कुलको रिफरेन्स लिएर बनाएको क्या हामीले। टिचरहरूको रिफरेन्स लिएर बनाएको कस्तो कुरा गरे हामीले। कति मजा आएको राम तिमीहरूको त। होइन त रिलेटिभिटी देखेको थियो नि त। होइन रिलेटिभिटी देखिसकेन। यति रिलेटिभिटी देखेको थियो नि जो तिमीहरूले भिडियो बनाउँदाखेरि मेरो भिडियो क्रिन्ज थिएन धन्न। तिमीहरूले मलाई त्यति फाइदा दिएको। क्रिन्ज भनेको एक समयसम्म मात्र हो क्या। त्यो क्रिन्ज भन्ने चिजै हुँदैन क्या खासमा। हामीभन्दा नि डाउन लेभलको कति देख्यौँ हामीले। त्यो अहिले हाम्रो मोलुङको
भाइहरू अहिले कस्तो राम्रो गरिरहेछन् 13 वर्षको 12 वर्षको भाइहरू तिमी के कुराहरू क्रिन्जको कुराहरू छ क्रिन्जको कुरा त केटाहरू जीवको गीतमा हालिदिन्छन् त्यो ट्याक्क मिलेन लेभल तेरो बाबु बोला भनेर अनि तिमी क्रिन्ज भन्छौ त्यसलाई क्रिन्ज भन्न मिल्यो त क्रिन्ज जीवब जस्तो लेजेन्ड छ अहिलेको समयमा जीवब लेजेन्ड लेजेन्ड होइन अहिले हो ल भन न जीवब लेजेन्ड यामा बुद्धको मार्गदर्शन लिएर हिँडेको छ अनि जीवबले हो कि होइन हो किन जीवब नि झुन्डेर मर्छु होइन क्या होइन जीवब